जेठी छोरी हो। म एउटी जेठी छोरी हो। केही गर्छु भनी सपना बोकेर अघि बढ्दा बढ्दै पनि केही गर्न नसकेकी सपना बोकेकी एउटी जेठी छोरी। यो मेरो कथा हो, यो मेरो आफ्नै कथा हो, यो मेरो मनभित्रको कथा हो, मेरो पीडा हो र मेरो व्यथा हो। जेठी छोरी, म एउटी जेठी छोरी हुँ। साह्रै गाह्रो हुँदो रहेछ जेठो सन्तान बन्नलाई। अझ छोरी भएर जेठो सन्तान हुनु त साह्रै नै कठिन। के म फेलियर हो? के मैले देखेका सपना पुरा हुन सक्दैनन् त? के म मेरो सपना पुरा गर्न सक्छु त? मैले सपना त धेरै सजाएकी, तर ती सपनालाई पुरा गर्ने आँट र हिम्मत ममा छैन। हे भगवान, भगवान मलाई किन छोरी बनायो? मलाई किन छोरी बनायो अझ जेठो सन्तानको रूपमा दिएर? मलाई किन छोरी बनायो? हो, म एक जेठी छोरी हुँ। आकाशमा हजारौं तारा भए चाहिँ मेरो मनमा पनि हजारौं सपनाहरू छन्। जुन के हुन्छ, कहाँ गएर टुङ्गिन्छ थाहा छैन। या त यो समाजले भने चाहिँ मेरो सपनाको टुङ्गो मेरो विवाहमा गएर टुङ्गिन्छ, या त यो सपनालाई म पुरा गरेर छाड्नेछु। मेरो पहिलो सपना, मेरो पहिलो सपना अरूको भन्दा फरक छैन। मेरो पहिलो सपना अरूको जस्तै नै छ। मेरो पनि पहिलो सपना त्यही नै हो। मेरो पहिलो सपना छ कि म आफ्नो बाबाको काँध हल्का गर्न सकूँ। मेरो पहिलो सपना छ कि म आफ्नो बाबाको काँध हल्का गर्न सकूँ। हो, म एउटी छोरी हुँ। हो, म एउटी छोरी हुँ र मेरो पनि पहिलो सपना यही छ कि म मेरो बाबाको काँध हल्का गर्न सकूँ। दिनदिनै उमेर ढल्किँदै गएका मेरा बाउको काँधबाट हरेक बोझलाई आफ्नो काँधमा सार्न सकूँ। यही हो मेरो पहिलो सपना। यही हो मेरो पहिलो सपना। हो, म एउटी जेठी छोरी हुँ। मलाई पनि रहर नभएको त होइन नि। मलाई पनि रहर नभएको त होइन नि कि म बाबाको हातमा मेरो कमाई राख्न सकूँ। मेरो पनि रहर छ बाबाको हातमा सुनको सिक्री लगाउन सकूँ। मेरो पनि सपना छ आफू साइकल चढेर मलाई स्कुटर चढाउने बाउलाई बुलेट बाइकमा चढाउन सकूँ। मलाई नयाँ लुगा किन्दा फाटेका तिम्रा गोजी भर्न सकूँ। तर हरेक पटक झै यस पटक पनि प्रश्न छ कसरी? मेरो मन डराउँछ, आत्तिन्छ, लड्न खोज्छ, डगमगाउँछ। कहीँ ढिला त हुने होइन? कतै केही गलत त गरिरहेको छैन? म मेरो प्रगति रुङ्दै रहँला र मेरा बाको उमेर ढल्किँदै जाला। मलाई घरको शीतलमा राखेर काम गर्न खेत गएका मेरा बाको हातमा कति घाउ लागे होला। ती घाउको म मलम बन्न सकूँ, त्यो घाउको म मलम बन्न सकूँ। आफू 20-25 वर्ष विदेश बसेर मलाई पढाउने बाउलाई त्यही देश घुमाउन लग्न सकूँ। ए, पहिलो सन्तान छोरी पो भन्नेको मुखको ताला बन्न सकूँ। हो, म एउटी जेठी छोरी हुँ। उनीहरूका छोराले गर्न नसकेका काम म गर्न सकूँ। साह्रै गाह्रो हुँदो रहेछ 60 वर्ष पुगेका बाउ घर पाल्न काम गर्न जाँदा आफू केही गर्न नसक्दा।
अझ जेठो सन्तान भएर त्यहीमा छोरी हुँदा साँच्चै मन पोल्दो रहेछ। अझ आफूले गर्न खोज्दा खोज्दै पनि कसैले नबुझ्दा त साह्रै मन रुँदो रहेछ। मलाई पनि रहर छ। मेरो पनि सपना छ आफ्नो घरकी रानीलाई एउटा रानी हार लगाइदिन सकूँ। मलाई पनि सपना छ आफ्नै घरकी रानीलाई एउटा रानी हार लगाइदिन सकूँ। आफ्नो घरदेखि बाहिर नगएकी मेरी आमालाई देश विदेश घुमाउन सकूँ। आफ्नो घरदेखि बाहिर नगएकी आमालाई देश विदेश घुमाउन सकूँ। मेरी आमालाई हरेक पल्ट पछाडि पार्ने मेरा आफन्तको मुखको जवाफ बन्न सकूँ। मेरो प्रगति यति होस् कि ती आफन्तको मुखमा जवाफ फर्कियोस्। तर कसरी? हरेक पटक चाहिँ यसपटक पनि प्रश्न छ, कसरी? हो, म एक जेठी छोरी हुँ। आँखा बोल्छ। आँखा बोल्छ कसले भन्यो आँखा हेर्नलाई मात्र हो भनेर। आँखा बोल्छ कसले भन्यो आँखा हेर्नलाई मात्र हो भनेर आँखा बोल्छ नि। दिनदिनै बुढो हुँदै गएका मेरा बाआमाको आँखा बोल्छन्। यसले केही गर्छ कि भनेर आशा बोकेका मेरा बाआमाको आँखामा आफ्नो आँखा जुधाउन नसकेको पीडा कस्तो हुन्छ भोगेका छौ? मैले भोगेकी छु। हो, मैले भोगेकी छु। ती आँखाबाट झरेका हरेक आँसुको म जवाफ भन्न सकूँ। म मेरो बाआमाको बुढेसकालको लाठी बन्न सकूँ। उही समयमा मलाई पहिलो सन्तान छोरी भन्नेको मुखको जवाफ भन्न सकूँ। उनीहरूलाई एउटा सुन्दर घर उपहार दिन सकूँ। हे भगवान, मलाई छिटै सफल बनाइदेस् है। मलाई मेरो बाआमा बिनाको सफलता चाहिँदैन। हे ईश्वर, मलाई हजुरसँग एउटै प्रार्थना छ। मलाई छिटो सफल बनाइदेस् है। मेरो सफलता रुँगेका आमा बुवाको आँखा नथाकोस् है। हो, म एउटी जेठी छोरी हुँ। म एउटी जेठी छोरी हुँ। हे गाइस, हजुरलाई यो कथा कस्तो लाग्यो? आई होप तपाईँहरूलाई यो कथा मन पर्यो होला। यदि तपाईँहरू पनि जेठी छोरी हुन्छ भने तपाईँहरूको जीवनमा यो पक्कै पनि मेल खानेछ। र तपाईँलाई कथा मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरेर यो न्यू च्यानललाई सपोर्ट गर्नुहोला। थ्याङ्क यू। म भेट्नेछु अर्को भिडियोमा।